चाहिँ हाम्रो ओरेन्जलाई यसरी यो चाहिँ बेथु साग हो, यो पहाडे बेथु साग हो कि। अब यसलाई चाहिँ सरी भन्न चाहन्छु किनभने यहाँ ओरेन्जलाई यसले सेभ गरेको छ। त्यही भएर हाम्रो चाहिँ यो चाहिँ भर्खर पोर्लाको ओरेन्ज हो बिरुवा। अनि यस्तो भएछ। अब यसलाई यसरी झाडहरू गोडिदिनुपर्छ। अब यति भएपछि यसलाई सेभ भएन। यो चाहिँ पहाडे बेथु यति राम्रो छ। अब सब्जी त मिठो हुन्छ। अब यसलाई के गर्नु, छाक पनि पुग्दैन। लु अनि यो चाहिँ हाम्रो सबै यहाँको फार्म हो, सिन्डी बोडी ओरेन्ज। अनि यहाँदेखि तल छ जम्मा गाइस हाम्रो चाहिँ 7 रोपनीमा हामीले ओरेन्ज लगाएको छ। यहाँदेखि तल पनि सबै छ। अनि उ त्यो पाकिरहेको छ, के हो त्यसको नाम चाहिँ? काफल। ए काफल भनेको चाहिँ त्यो हो गाइस। अब यो काफल चाहिँ हाम्रो मम्मीले साह्रै मन पराउने हो। यो चाहिँ काफल है गाइस, पाकिरहेको छ होइन? त्यो चाहिँ काफल हो। रातै पाकिरहेछ, रातै छ। अब त्यो अलिक टाढाबाट क्यामेराले क्याच नगर्ला। सुन्तलामा यस्तो झार छ है मम्मी, यी घोड्न आएको यी झार। झारले खाएछ सुन्तलालाई। यत्रो सुन्तलालाई झारले खायो। यो त तलको कालाको लु